नमस्कार साथीहरू, तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि तपाईहरुमा चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरू, आजको भिडियो रहेको छ राष्ट्रिय परिचय पत्र प्रिन्ट भएको छ या छैन भनेर चाहिँ हामीले अनलाइन कसरी चेक गर्ने भन्ने भिडियो लिएर आएको छु। त्यसको लागि चाहिँ तपाईहरुलाई चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर या तपाईको चाहिँ राष्ट्रिय परिचय पत्रको फोटो खिचाउँदाको आवेदन नम्बर चाहिँ तपाईसँग आवेदन नम्बर यानी कि तपाईको पेपर दिन्छ नि फोटो खिचाउँदाको पेपर, त्यहाँ 16 अङ्कको आवेदन नम्बर हुन्छ। त्यो चाहिँ पेपर हुनुपर्छ या अथवा त तपाईको आवेदन नम्बर मात्रै भए पनि चेक गर्न मिल्छ है। अब म चाहिँ तपाईलाई मेरो ल्यापटप स्क्रिन शेयर गरेर देखाउन गइरहेको छु है। कृपया भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। साथीहरू, तपाई चाहिँ सर्वप्रथम आफ्नो चाहिँ ल्यापटप अथवा मोबाइलबाट कुनै पनि ब्राउजर ओपन गर्नुस् है। म चाहिँ यहाँ चाहिँ गुगल क्रोम ब्राउजर ओपन गर्न गइरहेको छु है। ओपन गरिसकेपछि चाहिँ यहाँ सर्च बारमा चाहिँ तपाईले सिटिजन पोर्टल, हामी चाहिँ कार्ड स्ट्याटस चेक गर्न गइरहेको भएर सिटिजन पोर्टल हान्ने बित्तिकै यो .np सम्म त अलरेडी आउँछ। त्यसपछि तपाईले चाहिँ यो हान्नेसी यहाँ कार्ड सिटिजन पोर्टल .dunidca.gov.np/ne/check NID कार्ड स्ट्याटस हानेको हुन्छ। यो लिंक मैले चाहिँ तपाईको डिस्क्रिप्सनमा पनि राखिदिन्छु है। त्यसपछि यहाँ चाहिँ तपाईले चाहिँ नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय तथा पञ्जीकरण विभाग सिंहदरबार भनेर यस्तो किसिमको चाहिँ इन्टरफेस ओपन भएको छ है। त्यसपछि यहाँ के भनेको छ, राष्ट्रिय परिचय पत्रको अवस्था जाँच भनेको छ। यदि तपाईले चाहिँ तपाईसँग चाहिँ त्यो राष्ट्रिय परिचय पत्रको फोटो खिचाउँदाको चाहिँ यस्तो किसिमको भरपाई छ भने चाहिँ त्यही तपाई 16 अङ्कको आवेदन नम्बर देख्न सक्नुहुन्छ। त्यो आवेदन नम्बर हानेर चाहिँ यहाँ NID को कार्ड स्ट्याटस चेक गर्न सक्नुहुन्छ। त्यो पेपर छैन र यस्तो किसिमको पेपर छ भने चाहिँ यहाँ परिचय पत्र नम्बर लेखेको हुन्छ। त्यो परिचय पत्र नम्बरबाट पनि तपाईले चाहिँ हानेर अनि यहाँ चाहिँ क्याप्चा हानेर तपाईले आफ्नो कार्डको स्थिति चेक गर्न सक्नुहुन्छ है। म चाहिँ तपाईहरुलाई दुईटा व्यक्तिको चाहिँ तपाईहरुलाई चाहिँ म यहाँ इन्ट्री गरेर देखाउन जाँदै छु है। एउटा चाहिँ तपाईको परिचय पत्रको त्यो भरपाई कन्फर्मेसन पेज भएको 16 अङ्कको आवेदन नम्बर हानेर देखाउँछु। अर्को चाहिँ पेज नभएको त्यो चाहिँ तपाईले परिचय पत्र नम्बर भएको उहाँको चाहिँ यस्तो किसिमको परिचय पत्र नम्बर चाहिँ गुगलबाट तपाईको सिटिजन पोर्टलकै साइटबाट चाहिँ तपाईले यसरी डाउनलोड गरेको यस्तो किसिमको परिचय पत्र नम्बरबाट चाहिँ म देखाउँछु है। सर्वप्रथम म चाहिँ तपाईहरुलाई चाहिँ यो आवेदन नम्बर 16 अङ्कको आवेदन नम्बर हानेर देखाउँछु है। कार्डको स्थिति चाहिँ हानिसकेपछि चाहिँ यहाँ क्याप्चा भनेको छ, क्याप्चा हान्नुस् है। यदि क्याप्चा बुझ्नु भएन भने चाहिँ रिफ्रेस गरेर फेरि अर्को पनि गर्न सक्नुहुन्छ है। यो पनि बुझ्नु भएन भने फेरि रिफ्रेस गर्न सक्नुहुन्छ है। त्यसपछि हानिसकेपछि चाहिँ सर्च खोज्नुस्मा जानुस् है। त्यसपछि यस्तो किसिमको आउँछ है, तपाईको आवेदन स्वीकृत भएको छ, तपाईको राष्ट्रिय परिचय पत्र नम्बर यति रहेको छ भनेर आएको छ है। तपाईको कार्ड छापिने क्रममा छ। केही समयपछि तपाईको विवरण दर्ता गरेको स्थानमा कार्ड आएपछि मेसेज मार्फत जानकारी पठाइने छ भनेको छ है। त्यसपछि म अर्को सर्च गर्छु है, परिचय पत्र नम्बरबाट है, अर्कै व्यक्तिको है। क्याप्चा हान्नुस् है। त्यसपछि क्याप्चा इन्टर गरिसकेपछि चाहिँ यहाँ खोज्नुस्मा क्लिक गर्नुस् फेरि है। के भनेको छ, हाल सर्भरको उच्च भारको अनुभव भएको छ भनेको यसलाई क्लोज गरेर फेरि गर्नुस् है तपाईले चाहिँ। त्यसपछि खोज्नुस्मा क्लिक गर्नुस् है। तपाईको आवेदन स्वीकृत भएको छ। तपाईको राष्ट्रिय परिचय पत्र नम्बर रहेको छ, तपाईको कार्ड छापिसकेको छ र सम्बन्धित जिल्लामा पठाउने क्रममा रहेको छ। केही समयपछि तपाईको विवरण दर्ता गरेको स्थानमा कार्ड आएपछि SMS मार्फत जानकारी पठाइने छ भनेको छ। ल साथीहरु, तपाईलाई चाहिँ मैले आज चाहिँ आवेदन नम्बरबाट पनि आफ्नो कार्डको स्थिति जाँच गराएँ। त्यसपछि परिचय पत्र नम्बरबाट दुई छुट्टै व्यक्तिको तपाईहरुमा यहाँ चाहिँ चेक गरेर देखाएँ। यसरी चाहिँ तपाईले चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्र कार्ड प्रिन्ट भएको नभएको र नजिकैको फोटो खिचेको ठाउँमा
कार्ड आएको नआएको यसरी तपाईँले चाहिँ आफैले घरमा बसी बसी कुनै पनि सर्च इन्जिनबाट चाहिँ तपाईँले जानकारी लिन सक्नुहुन्छ है। साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? भिडियो मन परेमा मेरो च्यानल लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, जसले गर्दा मलाई चाहिँ अझै मोटिभेट गर्छ है। र च्यानलमा कन्टेन्टहरू चाहिँ मैले रेगुलर रूपमा हालिराख्छु है, तपाईँको मोटिभेसनले गर्दा है। हस् त, नमस्कार, अर्को भिडियोमा भेटौँला।